ओ साउनी के पाक्यो हो? खाजा त थुप्पो छ। यो पास माथिको झन्डा झुन्डिरहेको चाहिँ पास हो। ठाङनाकतिर जाँदैछौँ। एकछिन रेस्ट टाइम। हावा पनि निकै चलिरहेछ। यहाँ के हाल्नु पर्यो यो ठाउँ। मेरो हाइकेममा आइपुग्यौँ हामी। लाग्यो भेली पनि आइसक्यो है। मेरा पिक चढ्नको लागि हाम्रो टिम काठमाडौँबाट मन्थली रामेछाप विमानस्थलसम्म गाडी मार्फत जाँदैछौँ र मन्थलीबाट भोलि लुक्ला विमानस्थलमा समिट एयरलाइन्सबाट हामी जानेछौँ। अब चाहिँ बल्ल प्लेन आइपुग्यो। अब लुक्लातिर मन्थलीबाट लुक्ला जाँदैछौँ। अब चाहिँ सुनचारमा प्लेन उठ्ने सुनचार हुँदैछ। हामी पनि प्लेनभित्र छिर्दैछौँ। रामेछाप एयरपोर्टबाट लगभग 20 देखि 25 मिनट समयभित्रमा चाहिँ लुक्ला विमानस्थलमा ल्यान्डिङ हुने रहेछ। लुक्ला एयरपोर्टमा हामी सेफली ल्यान्डेड भयो। हामी लुक्लाबाट आज छुटाङ्गा जाँदैछौँ। अब हाम्रो हिँडाइ लगभग 3-4 घन्टा हुनेछ छुटाङ्गा पुग्नलाई। ल है अब फाइनल्ली लुक्लाबाट 3-4 घन्टा हिँडेर हामी छुट्याङ्गा भन्ने ठाउँमा आइपुग्यौँ है। छुट्याङ्गा यो चाहिँ 3500 मिटर हुँदो रहेछ अल्टिच्युड। छुट्याङ्गाबाट बिहानै देखेको दृश्यहरू यस्तो रहेछ नि। पारिपट्टि घटाङ हिमालहरू, कार्यलुङ, छुट्याङ्गा भन्दा माथिल्लो उकालोतिर चढ्दैछौँ। छुट्याङ्गा भन्ने ठाउँ चाहिँ यही हो। हेर्दा चाहिँ नजिकै देखिन्छ तर हिँड्दा धेरै टाइम लाग्छ। लगभग हामी 2.5 घन्टा जति हिँडिसक्यौँ यहाँसम्म आइपुग्नलाई। अब यहाँबाट चाहिँ नि लगभग आधी घन्टा चढ्यो भने अलिकति माथि टिसपहरू छन् 3-4 वटा, त्यहाँ पुग्नेछ। र त्यहाँ केही खाएर चाहिँ हामी यो डाँडा क्रस गर्नुपर्छ। यो बिचबाट क्रस गरेर जानुपर्छ आज। छुट्याङ्गाबाट झन्डै 2.5 घन्टा हिँडेछौँ हामी। अनि 2.5 घन्टा एकदमै उकालो चढेपछि खर्के ट्याङमा आइपुग्यो।
अब यहाँबाट केही खाएर यो डाँडा क्रस गर्नुपर्ने छ ल अब हामी पनि यहाँ केही खाउँ है किचनतिर छिरौँ ओ साउनी के पाक्यो हो खाजा त थुप्पो छ होला अलिकति थुक्पा छ होला अनि अरू छैन हजुर अहिले अलिक अक्सिजन भएर यहाँ खाजा लुहै पकाउनै भोक लाग्यो है ल अब हामी के खानुपर्छ अब यही हो पास माथिको त्यो झन्डा झुन्डिरहेको चाहिँ पास हो लगभग अझै 20 मिनट जति लाग्छ होला हामी उकालो चढ्दैछौँ पाससम्मलाई त्यसपछि पास गरेर फेरि अर्को पास छ अनि अरू पासबाट चाहिँ हामी ओह्रालो झर्नेछौँ वेदर यस्तो छ हो के हो क्लाउडी ल यो पास पनि सकेर दोस्रो पास सकेर अब हामी टी सपमा आइपुगिसकेका छौँ टी सपको साउनी ओ साउनी त मुखसुख सबै नाक सबै बन्द गरेर बसेर छ लु अब यहाँबाट 40 मिनटमा तल हामी क्षेत्रलाई पुग्छौँ ठुली खर्का यो चाहिँ ठुली खर्का आज हाम्रो क्याम्प चाहिँ यहाँ यो ओह्रालो यस्तो ओह्रालो छ खुट्टा काम्ने ओह्रालो माथि चढ्नु पर्दाखेरि टाउकोले भुइँ छुने उकालो त्यस्तै हो ल बल्ल आइपुग्यौँ हामी लगभग छिटाङ्गाबाट त 6 घन्टा हिँडेछौँ 6 घन्टामा चाहिँ ठुली खर्का आइपुग्यो यो ठुली खर्काबाट अब कोठीतिर जाँदैछौँ हामी यहाँबाट ओह्रालो लागेर यहाँबाट चाहिँ प्रष्ट देख्दो रहेछ यही हो मेरो पिक हाम्रो गन्तव्य यही हो माथि टपमा पुग्ने चाहिँ पनि 5-7 दिन हिँड्नुपर्छ यस्तो अहिले हामी कोठेमा आइपुग्यौँ ठुली खर्काबाट लगभग 6 घन्टा जति हिँडेछौँ 6 घन्टाको हिँडेपछि हामी कोठी भन्ने ठाउँमा आइपुग्यौँ हामी 1 नाइट यहाँ स्पेन्ड गर्छौँ र भोलि ठाङ्ना जान्छौँ वेदर एकदम खराब भइरहेछ वेदर चाहिँ हेरौँ के हुन्छ भोलि अब कोठी यो चाहिँ लामा होटल ल फाइनल्ली हामी कोठी आइपुग्यौँ कोठीबाट हामी ठाङ्नाकतिर जाँदैछौँ अब यहाँबाट लगभग 4 घन्टा हिँड्नुपर्छ ठाङ्नाक पुग्नलाई आज हाम्रो क्याम्प चाहिँ ठाङ्नाकमा मेरा पिक चाहिँ यो माथिको यहाँबाट सानो देखिँदो रहेछ ठाङ्नाकतिरबाट चाहिँ मजाले देखिन्छ माथि देखेका हिमालहरू ख्यासार यतापट्टि कुसुम कङ्गारू पनि देखिन्छ ब्युटिफुल भ्यू आइपुग्नु भयो तपाईँ ल हामी कोठेबाट ठ्याक्कै 2 घन्टा हिँडेछौँ है 2 घन्टा हिँड्दाखेरि यहाँ स्याउरे भन्ने ठाउँमा आइपुग्यौँ अब यो चाहिँ यहाँ चाहिँ नि टिप्रेको हुन्छ अब हामी चिया खानुपर्छ चिया ल यो टी
टी ब्रेक चार घन्टा 4.5 घन्टा हिँडिसकेका छौँ अब ठाङनाकतिर जाँदैछौँ एकछिन रेस्ट टाइम ल अब एकछिन चाहिँ रेस्ट गर्नु पर्यो माथि मेरोको पल्लो भाग चाहिँ देखिँदो रहेछ सबै त काउ काउ देखिँदैन भोलि पर्सिदेखि चाहिँ देखिन्छ होला यो चाहिँ हाम्रो विदेशी साथी Sonia, how do you feel? Good. Good. यहाँ चाहिँ ठुलो ढुङ्गा मुनि चाहिँ ठुलो गुफा छ गुफाभित्र गुम्बा बनाएको छ अब हामी एकछिन यो गुम्बा पनि भिजिट गर्छौँ गुम्बाभित्र छिर्दैछौँ है अब यहाँ यो चाहिँ गुफाभित्र गुम्बा उता पछाडि फेरि सुसिएको छ हैन ल कुन गुरुङ बुझ्दै होइन यो उहाँसँग छेपाउनु हैन ल यहाँबाट छे सक्सी गर्दैन यो त उताको गुरु यताको चाहिँ चेरेन्ज अनि उहाँ तीनटै चाहिँ उता पछाडि लगेछ उता चोरेर हैन ल अनि उता लगेपछि फेरि उताबाट एकचोटि बास बसेपछि त्यहाँबाट उता चलमलै ल्याउनु नसक्ने भएपछि फेरि त्यहाँबाट भोक्लातिरको मान्छेले चाहिँ फेरि उँधो फेरि सुगेको छ अनि उँधो आएर यहाँ बसेपछि यहाँदेखि उँधो चाहिँ लाउनै नसकेपछि त्यहाँबाट यहीँ यही फिक्स गरेको ए हजुर ए अनि यो एकदम यहाँबाट यो यस्तै छ त्यो मलाई थाहा छैन यो चाहिँ यो यहाँको मेरो नेचुरल आफै बनेको हो यो त आफै नि यो त मेरो पिक अनि सबै हो यस्तो तरिकाले नेपालीले कुमेर बनाएको के भन्नु यो चाहिँ उ त्यहाँतिर पहिले साभाउ छ भने यो चाटपट्टि हिमालको पानी एकचोटि यो हिमाल फुट्यो यहाँ पानी आएर कसियर पहिरो गयो यो पोखरी चाहिँ अहिले यो होला चाहिँ मेरो पिक सबै थियो यो ठाउँको नाम हो ठाङनाक यो समुद्री सतहदेखि 4200 मिटरमा रहेको छ यो चाहिँ हामी कोठीबाट ट्याक्कै 5 घन्टा हिँडेछौँ 5 घन्टामा यहाँ आइपुग्यौँ अब हाम्रो क्याम्प यहीँ हुनेछ र भोलि पनि यहीँ रेस्टै अनि पर्सि चाहिँ माथि यहाँबाट माथि बरु हावा चलिरहेको चाहिँ चिसो हावा ठाङनाक आज हामी बस्ने आज र भोलि टुनाइट चाहिँ हामी यहाँ यो होटलमा बस्छौँ सोना गेस्ट हाउस दुई नाइट बस्छौँ हामी आइपुग्यौँ ल हे जाडोमा हिटर 2 दिनको ठाङनाक बसाएपछि खारेतिर जाँदैछौँ खारेमा पनि हाम्रो 2 दिन रहनेछ 2 दिन बस्नेछौँ त्यहाँ पनि खारे चाहिँ देखिँदैन यहाँबाट लगभग 4 घन्टा चाहिँ हिँड्नै पर्छ मजाले ठाङनाकबाट 3 घन्टा जति हिँडेछौँ हामी 3 घन्टा हिँडेपछि यो यहाँनिर टी सप भेटिन्छ अब यहाँ चिया खाने हो अनि खारे
लाग्ने हो। यस्तो देखिन्छ है यहाँ। यता पछाडिबाट मेरा पिकहरू चिसोले सबै आइस भएको रहेछ। खोला आइस भएछ है सबै। त्यही त गाह्रो छ। अन्त नि यत्रो खोला आइस भएछ यहाँ। यो चाहिँ खारे गाउँ। खारेमा हामी ठाङबाट 4.5 घन्टा जति हिँड्यौँ। 4.5 घन्टा हिँड्दै खारेमा आइपुगेका छौँ। यो चाहिँ समुद्री सतहदेखि चाहिँ 4900 मिटर अग्लो हुन्छ। अल्टिट्युड चाहिँ यति छ। सानो चरा पनि रहेछ यहाँ। यो टोइलेटहरू हो। यो चाहिँ घरहरू, खारेको घरहरू, होटल माउन्टेन भ्यू। हामी आज यहीँ बस्छौँ। आज र भोलि 2 रात चाहिँ हामी यहाँ बस्छौँ र पर्सि चाहिँ यो माथि उकालो चढेर उकालोबाट तेर्सो जानुपर्छ। फेरि उकालो हुँदै हाइकिङसम्म। कोठाभित्र कहाँ गएछ हाम्रो चाहिँ? कुन चाहिँ रहेछ? हेलो हाउ यु? कतै त थियो। यो चाहिँ रुमहरू, डाइनिङ रुम। चाहिँ जाडोमा न्यानो बनाउने हिटर चाहिँ पर्सिको लागि ट्रेनिङ हुँदैछ। यहाँबाट चाहिँ ट्रेनिङ लिएर सलिड बेसिक कुराहरू सिकेर पर्सि मेरा चढ्नलाई सबै इक्विपमेन्ट्स, सबै चढ्ने सामानहरू। अहिले हामी 5210 मिटरको उचाइमा छौँ। खारेबाट कति बज्यो यहाँ? लगभग 2 घन्टा हिँड्यो होला। 2 घन्टा हिँडेर यो माथि आएको छौँ हामी। यो चाहिँ खासको लागि हाइट पचाउनलाई आएको हामी। हाइट पचाउनलाई यहाँ हाइट पचाएर फेरि हामी तल खारे भन्ने ठाउँमा तल यहाँबाट देखिन्छ। त्यहाँ सुत्न जान्छौँ आज राति र भोलि बिहान उठेर यता मेरा हाइकिङतिर जान्छौँ। पर्सि 4 तारिक चाहिँ हाम्रो समिटै हो। हावा पनि निकै चलिरहेछ यहाँ। भिडियो बनाउनलाई मलाई एकदमै हात चिसो भइरहेछ। हाम्रो साथी उसले नि लाने हो। हेलो दाइ। हामीले 5210 मिटरमा हाइट पचाउनु लागि आएको है। ट्रेनिङ गर्दैछौँ हामी पर्सिको लागि। बेसिक कुराहरू झ्युमर लगाएको छ। झ्युमरले चाहिँ माथि तान्दै लान्छ। ओके यो चाहिँ तल जाने प्र्याक्टिस है। खारेबाट हाइकिङतिर चढ्दैछौँ। अब लगभग 5-6 घन्टा हिँड्नुपर्छ होला।
हाइकेम जानले यो बाटो क्रस गरी यतापट्टि जानुपर्छ यो पछाडि Ich habe doch eine andere Schuhgröße als ihr, andere Körpermaße, da ist ja jedes Teil per se schon was schwerer, ne? Und das summiert sich. यो चाहिँ मेरो बेस क्याम्प भन्छु यसले चाहिँ यो माथिको चाहिँ मेराला यो क्रस गरेर माथि हामी उकालो हाइकिङ जानुपर्ने छ अहिले चाहिँ यो हामी चाहिँ कम्पम पोइन्टमा आइपुगेका छौँ अब यहाँबाट चाहिँ कम्पम नलाइकन माथि उठ्नु सम्भव छैन यहाँबाट उकालो जानु छ ओ यहाँ माथि यतिजना साथीहरू उकालो चढ्दै रहेछन् कम्पम पोइन्टमा छौँ अहिले कम्पम पोइन्ट आइपुगिसकेका छौँ यहाँबाट चाहिँ कम्पमहरू लाएर चढ्नु पर्छ नत्र सम्भव हुँदैन यस्तो छ ब्यागस्याग रेडी अहिले साथीले नि तयारी गर्दै हुनुहुन्छ ल मेरो नि अब यहाँ कम्पम हाल्नु पर्यो यो कम्पम मिलाएर हालेर आइसमाथि यस्तै कम्पम हाल्नुपर्छ बिना कम्पम सम्भव छैन यस्तो आइस छ एकदमै आइस हुन्छ यो माथि एकदमै चिप्लो हामी हाइकिङ भन्दा तल आइपुगिसकेका छौँ मेरालाको छेउतिर मेरो पिकको हाइकिङ चाहिँ यो ढुङ्गाको पछाडि छ है अब हामी अलमोस्ट यहाँ पुगिसक्यौँ 5 मिनट पनि लाग्दैन होला भोलिको समिट त्यतातिर त्यो समिट देखिँदैन यहाँबाट वेदर यस्तो छ घाम पनि लागिरहेछ यतातिर कुहिरोहरू पनि छन् निकै गाह्रो हुन्छ अहिले ठ्याक्कै मेरा हाइकिङमा आइपुग्यौँ हामी यो हाइकिङमा चाहिँ हिउँ छैन रहेछ क्याम्प लाउने ठाउँतिर हामी सुत्ने बस्ने चाहिँ यही हो यस्तोमै बस्नुपर्छ यस्तो छ हाइकिङ भोलि समिट जाने बाटो यो पाइबाट उकालो आइसको पानी निकाल्दै यहाँ अरू पानी पाइँदैन है आइस पकाल्यो पानी बनायो यत्रो ठुलो भिड छ यो यत्रो ठुलो भिड यो भिडको ठ्याक्क टुप्पामा हाइकिङ यहाँबाट तल झऱ्यो भने कहाँ हो केही पनि देखिँदैन भिरको ठ्याक्क टुप्पामै हाइकिङ मेरो हाइकिङ यहाँदेखि तल त नि यो भिरमा कहाँ हो तट मेरो हाइकिङ 5806 मिटरमा छ अहिले हामी
चलिरहेछ दरोई। हामी अब मेरा टपमा जानको लागि सुरसार हुँदैछौँ। 2:45 भइसकेको छ, बिहानको 2:45। मेराको टप पुग्न लाग्यो। टप भन्दा कति मुनि छौँ हामी? आधी घन्टामा त पुगिन्छ होला। ल अहिले हामी मेरा पिकको टपमा पुगिसकेका छौँ। हामी एकदमै खुसी। हेलो सन्या, हाउ डु यु फिल? गुड चेजो। ल है हामीले सक्सेस गऱ्यौँ। अब यहाँबाट मेराको टपबाट भ्यू देखाउँदैछु है त सबैजनालाई। हावा पनि तल चलिरहेछ। यो चाहिँ मेराको टपबाट है, मेरा पिकको टपबाट यसो देखिन्छ चारैतिर हिमाल। यहाँ आउनुलाई निकै गाह्रो छ, तर आइसकेपछि पुरै स्वर्ग जस्तो, स्वर्गमा पुगे जत्तिकै हो। मेराको टपमा हावाले उडाउन जस्तो भइरहेछ है। अब हामी टपबाट पनि झर्दैछौँ। टपबाट मेरा टप पुगेर उडाले झर्दैछौँ। निकै गाह्रो छ। यस्तो हुन्छ, यस्तो हिँड्नुपर्छ। ल हावा चल्यो है अहिले। हावा चल्यो भने हाम्रो उड्ला जति गर्छ, उड्ला जति गर्दा चाहिँ त्यसैले अलि मेरो ओठे राम्रोसँग चलिरहेको छ। टप चाहिँ यो माथिको हो। टपबाट हामी झरिसक्यौँ अब। त्यो चाहिँ एकदमै जोगाउनु पर्छ। सूर्य झर्दैछौँ समीपबाट बिस्तारै बिस्तारै। एकदमै यहाँ त आइसो भइसक्यो भने झुलामा बल्ल बल्ल घाम लागेर अलिअलि स्वर खुल्यो। अघि मेरो ओठी नखुलेर चिसो गाह्रो पनि छ त हौ। त्यस्तै हो। सामान लिएर आउँदै रहेछ है जोप्कीहरू। पहाडको ट्रान्सपोर्टेसन यस्तो हुन्छ जोप्कीबाट। या अब हामी चाहिँ हेलिकप्टरको वेटिङमा छौँ। यहाँनिर हेलिकप्टर आउनेछ र यहाँबाट हामी यो ठाङनाक भन्ने ठाउँबाट चाहिँ लुक्ला झर्नेछौँ। हेलिकप्टरको वेटिङमा छौँ। चिसो एकदमै चिसो छ। यता माथितिर हिउँ झरिरहेछ, यतातिर
चिसो अहिलेले कुरेको नि लगभग 5 मिनट जति भइसक्यो आउँदैछ होला सायद हामीलाई लिनको लागि हेली पनि आइसक्यो है यो हामीले लिन आएको हेली चाहिँ अब यहाँ बस्छ त्यसपछि यसमा चढेर हामी लुक्ला झर्नेछौँ आयो हेली आयो हामीले लिनलाई हेली आइपुग्यो यहाँ अब यसमा चढेर चाहिँ हामी लुक्ला झर्नेछौँ रामेछाप एयरपोर्टमा लुक्लाबाट हेरीमा झरिसकेको छु तपाईँ त्यही गाडीमा गयो भने ए हुन्छ